सीताराम अफिसियल युट्युब च्यानल सुनेर बस्नुभएका सम्पूर्णलाई हार्दिक स्वागत छ। र यति बेला म कोइलै तालमा आइपुगेको छु र हजुरहरूलाई यो कोइलै तालको बारेमा सम्पूर्ण कुराहरू देखाउने छु, हजुरहरूलाई बताउने छु र यो कोइलै तालको एकदमै मनोरम वातावरणमा हजुरहरूलाई आज अवलोकन गराउने छु। भिडियो मार्फत भए पनि हजुरहरूले यो कैलाली जिल्लामा रहेको यो अत्यन्तै रमणीय कोइलै ताललाई एकदमै राम्रोसँग हेर्न सक्नुहुनेछ। त्यही भएर भिडियो एकदमै अत्यन्तै रमाइलो हुनेछ। हजुरहरूले यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला भन्ने आशा गरेको छु। आउनुहोस् अब कोइलै ताल हेर्नतिर लागौँ। यसै गरी हजुरहरू हेर्न सक्नुहुन्छ यहाँ बोटिङ भइरहेको छ। अत्यन्तै रमाइलो ताल उता उहाँसम्म हेर्न सक्नुहुन्छ। धेरै ठुलो ताल रहेको छ र यसमा विभिन्न मानिसहरू यहाँ ढुङ्गामा यात्रा गरिरहेका छन्। रमाइलो भइरहेको छ, हजुरहरूले हेर्न सक्नुहुनेछ। यसो घुमाएर ल्या, यसलाई घुमाएर ल्या। आइज छैन यो पछि हो, यसको पछि नेक्स्ट अरे यो पछि यस बिचमा गाडी छ बे कति मजा टिकटै काटे छैन। अंकल भन्नु करा छ दिन बढी बिचाराले राम छिटो गर्के अलि फास्ट गर्यो। पानी मुजुको यात्रा है, कस्तो लाग्यो त? डरले खुचखुच हामी अहिले कोइलै तालमा बोटिङ गरिरहेका छौँ। एकदमै रमाइलो भइरहेको छ। पर्दियो? डर लाग्यो? छैन है? मरेको माछा? माछा त धेरै छन् त, तालमा भइहाल्छ, मरिहाल्छ। ल अत्यन्तै रमाइलो भइरहेको छ। टाढा छैनौँ, नजिकै छौँ हामी। नपर्दियो यता हेर ल है, ठिक भइरहेछ नि। ल ल यो कोइलै ताल अत्यन्तै रमाइलो तालमा हामी अहिले घुमिरहेका छौँ। यो पानी माथिको यात्रा गरिरहेका छौँ। माछाहरू पनि यहाँ धेरै रहेका छन्। यहाँ मरेर माथि आइरहेको हामी यहाँ देख्न सक्छौँ। धेरै माछाहरू पनि मरेर माथि बगिरहेको हामी देखिरहेका छौँ। डर लाग्दैन, केही पनि डर लाग्ने कुरो भएन। हाम्रो यात्रा अझ जारी नै छ। अब हाम्रो दिदीले एउटा रमाइलो गीत गाइरहनु भएको छ, देउडा गीत गाउँदै हुनुहुन्छ। हाम्रो देउडे कुन्ती लिसानेज्यू एकदमै रमाइलो देउडा गाइरहनु भएको छ, हजुरले सुन्नु होला। ल कर्णालीका भेला
मेरो टाङ्गै हो नालीका बेला काली कलर कन्यामा छ नालीका बेला कर्णालीका भेला कालीको लाडी कान्यामा छ कर्णालीका भेला लासेला हृदय जाल्याको जालै कैला हो लासेला दुःख जरम्भरी सुखी भन्नु सपनामारी दुःख जरम्भरी ये दुःख जनम भरी सुखे भन्नु सपना मात्रै दुःख जनम भरी सुखे भन्नु सपना हे दुःख जनम भरी सुखे भन्नु सपना बाँचौँ के गरे गए पनि सारा छैन हे बाँचौँ कसो गरी कोही पनि सहारा छैन माछाले बोट्नु गयो यसो बोट्नु गएको हे बाँचौँ म क्या गरी कोही पनि सहारा छैन कस्तो मासु उब्रिएको हो हामीले दोस्त देऊ एक दिवस यार लगिदो यसरी हेर्न सक्नुहुन्छ यहाँ पिङ पनि खेलिरहनु भएको छ अत्यन्तै रमाइलोसँग भने यसै गरी ऊ तल देख्न सक्नुहुन्छ यो भ्यू टावर पनि रहेको छ र यो भ्यू टावरमा चढेर माथि पुरै ताल अवलोकन गर्न सकिन्छ तल भ्यू टावर अत्यन्तै रमाइलो भइरहेको छ यहाँ धेरै भिडभाड देखिन्छ सुन्दर हाम्रो पहिले ताल देख्न सक्नुहुन्छ हजुरहरू अत्यन्तै रमाइलो माहौल छ हेर्न सक्नुहुन्छ यसै गरी यहाँ पिकनिक खानेहरूको पनि एकदम भिड भडका देखिन्छ यहाँ विभिन्न ठाउँमा पिकनिक स्थलहरू छन् र आफ्नो तालमा आफ्नो समूहमा विभिन्न ठाउँबाट आएर यहाँ पिकनिक खाइरहेको हजुरहरूले
देख्न सक्नुहुन्छ। अत्यन्तै रमाइलो माहौल छ यति बेला।